आज श्रावण 15 खिर खानुभयो त? खानु भएको छैन भने मसँगै क्यारेमल खिर बनाऊँ है त। वेलकम ब्याक टु माई च्यानल। आज म चाहिँ यहाँ क्यारेमल खिरको रेसिपी लिएर आएको छु। मैले चाहिँ खिरको लागि आज 3 लिटर दुध लिएको छु भने यता चामललाई राम्रोसँग केलाइ कुलाइ गरिरहेको छु। अब यसलाई चाहिँ कति चामल हाल्ने भनेर अड्कल्नुपर्छ। मैले चाहिँ 3 लिटर दुधको लागि एक सानो कचौरा चामल लिएको छु। धेरै भयो भने पनि यो साह्रो नसाह्रो हुन्छ। अघि नापेर राखेको चामललाई चाहिँ राम्रोसँग पखालेर यसलाई चाहिँ 1-2 घन्टालाई भिज्न छोडिदिने। यता चामल भिजुन्जेल चाहिँ हाम्रो दुधलाई उमाल्नलाई राखिदिने। दुध पनि राम्ररी उम्लिन थालिसक्यो त्यतिन्जेलमा चाहिँ हामी खिरसँग खाने सब्जीको तयार गरौँ है त। सब्जीको लागि चाहिँ मैले एउटा प्रेसर कुकरमा आलु बसालेँ। साथीहरू, हजुरहरूलाई चाहिँ खिर कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु होला। हाम्रो चाहिँ अघि पखालेको चामलमा 1 चम्चा जति घिउ हालेर मैले यसलाई मजाले मिक्स गरिदिँदैछु। अब यतिको मिक्स भए पछाडि चाहिँ हामी अघि उम्लेको दुधमा त्यो चामललाई हालेर मजाले चलाइदिन्छौँ। हामीले खिर बनाउँदा चाहिँ याद राख्नुपर्ने कुरा भनेको यो चाहिँ एकदमै सानो हिटमा चलाउँदै पकाउने। यसलाई चाहिँ तल भाँडोमा टाँसिन दिनु हुँदैन। मैले चाहिँ यहाँ सब्जीको लागि कराई बसालेर तेल पनि तात्नलाई हालिदिइसकेको छु। अब यो हाम्रो तेल तात्दै गर्दा हामी यसमा ज्वानो, प्याज, खोर्सानी, बेसार हालेर अघि उसिनेर राखेको आलुलाई पनि मिक्स गरिदिन्छौँ। यो चाहिँ एकदम सिम्पल, मिठो र छिटो तयार हुने तरकारी हो। यसमा मैले नुन र थोरै धुलो मसला पनि एड गरिदिइसकेको छु र यसलाई सानो हिटमा पाक्न दिएको छु। हाम्रो चाहिँ खिर अलमोस्ट डन हुन आँटिसक्यो। मैले माथिबाट फेरि 1 चम्चा जति घिउ हालेर त्यसलाई राम्ररी चलाउँदै पकाइरहेको छु। यो चाहिँ एकदम पेसेन्सको काम हो। मैले चाहिँ यो क्यारेमल खिर बनाउनको लागि प्यानमा चिनी राखेर क्यारेमल हुनलाई छाडिदिने। यतिको क्यारेमल भइसके पछाडि चाहिँ हामीले अब खिरमाथि हालेर यसलाई अलिकति नर्मल चिनी पनि स्वादको लागि हालेर मजाले मिक्स गरिदिन्छौँ। त्यतिन्जेलमा मेरो यता आलु पनि खिरमा सर्भ गर्नलाई रेडी भइसक्यो। यता मेरो खिर पनि रेडी भइसक्यो। यसलाई चाहिँ मैले ड्राई फ्रुट्सले गार्निस गरेको छु भने हजुरहरूलाई आफूलाई के मनपर्छ त्यसले गार्निस गर्न सक्नुहुन्छ। त्यतिन्जेलमा मैले चाहिँ यता हस्बेन्डको लागि तातो पुरी, त्यो पनि खिरसँग खानको लागि बनाउँदैछु। साथीहरू, हजुरहरूलाई मेरो च्यानल यदि मनपर्छ भने लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिदिनु होला। हेर्दै हाम्रो यता पुरी पनि रेडी भइसक्यो। अब चाहिँ म यो सर्भ गर्दैछु आलु सोयाबिनको छोइला र खिरसँग।